हाम्रो कन्नडमा चाहिँ घन्टा कन पर्व छैन सूचनामै नमस्कार। यति बेला म पोखराको एकदमै पुरानो नेवार समुदायहरूको वासस्थानै भनौँ भीमसेन रोडमा छ मन्दिरको मन्दिर छ र घन्टा कन पर्व आज नेवार समुदायले एकदमै हर्षोल्लासका साथ मनाइरहेको छ। यो पर्वको विषयमा हाम्रो असाध्यै पुरानो बासिन्दा भीमसेन रोडको उहाँहरूलाई पत्ता लगाइदिनुहोस् यो एउटा के हामी वर्षै पछि बनाएर फाल्छौँ। यो घन्टा गर्नु सुरु भएपछि हाम्रो गायन पनि सुरु हुन्छ। आजबाट जरातरी बाजा बजाएर नाच गाउन सुरु हुन्छ। यो चाहिँ एउटा विकृतिकै यो 1 वर्षभरि भएका विकृतिहरू, यो राजनीतिको संस्कारहरू अनि हाम्रो गौरव दशाहरू फाल्ने दिन हो। त्यसैलाई अब यसलाई हामी लगेर मजा लगाएर उहाँ के पानी लगाएर अनि चलाएर फालिन्छ। किंवदन्ती यसको चाहिँ अलिक भन्न गाह्रो छ। यसको किंवदन्ती अहिले अलिकति भन्न अप्ठ्यारो पर्छ। के भन्छ भने यसले चाहिँ कुनै बुझ्दैन अरे कि यसो कामको घन्टी ल्याएछ नामी घन्टा गर्न यसले त्यो भानुको पुरानो छैन राम्रो चाहिँ त्यो जिन्दैन भने चाहिँ यसले पनि जति सम्झाए पनि सम्झिँदैन। टाउको घन्टी थाहा छ भने अरू टाउको हल्लाउँछ। त्यसको अन्त भन्छ के अरे अब यो तपाईँको हाम्रो सबभन्दा मेन कुरो चाहिँ पहिला हामीले बाटो छेकेर यसलाई बाटो छेकेर पैसा उठाएर यसलाई चलाउनु पऱ्यो भने मान्छे पैसा दिएन भने उनीहरू ढाको केही चुरोट भएन म ढाको ढाउने एउटा के हो नि बालेर जान्थ्यो। अनि त्यो चढ हामीले के अलिक साह्रै अलगल हुने गऱ्यो गाडी धेरै भयो भने गर्नु गर्थ्यौँ। अहिले हामी आफै नि सोचो स्पिड रूपले सबैले पैसा हालेर चलाउने अनि फेरि तपाईँको यो उब्जेको पैसा त्यसमा खर्च हुन्छ। यो राख्ने यो बनाउने त्यो चलाउनेहरूलाई दिने अनि मजदुरी पठाउने त्यो पैसा उनीहरूलाई दिन्छ। यो जलाएपछि सबै हामीमा भएका संस्कार गरौँ दशा सबै जान्छ। सबै जान्छ तपाईँको पनि आज यहाँ तपाईँको गराउनु पनि जान्छ।